रिल्स भिडियो बनाइरहेको थिएँ साथीहरू। गाईलाई देख्नेबित्तिकै म खाना दिन आएको छु। भिडियो बनाउन छोडेर हिजो रातिको खाना पनि थियो अनि खरबुजाको बोक्राहरू पनि थियो अनि मैले राखिदिएको थिएँ। बच्चाहरूले अलिअलि खाएर त्यत्तिकै राखेका थिएँ अनि मैले खेर फाल्नभन्दा गाईलाई हुन्छ भनेर राखिदिन्छु। जे कुराहरू पनि साथीहरू, सब्जीहरू काटे पनि म सबै राखिदिन्छु, डस्टबिनमा हाल्दिनँ। फेरि छ अझै एकचोटि दिएर आएँ, फेरि अर्कोचोटि पनि दिन जाँदैछु। मलाई चाहिँ गाईहरूलाई अनि चराचुरुङ्गीहरूलाई खाना खिलाउन एकदमै मनपर्छ साथीहरू। कहिले कहिले रोटीहरू बनायो भने पनि म राखिदिन्छु अनि फलफुलहरूको बोक्राहरू पनि म फाल्दिनँ, गाईहरूलाई दिन्छु। अनि मैले चराहरू, कागहरू आएका थिए, कागहरूलाई पनि खाना दिएँ। कति खुसी भइ भइ रमाइ रमाइ खाएका छन् साथीहरू। यता र उता गर्दै एकदमै रमाइलो लाग्छ कि मलाई यस्तो गर्न पाउँदा, यस्तो राम्रो पुण्यको काम गर्न पाउँदा। हेर्नुहोस् त चराहरू कति खुसी भएर खाइरहेका छन्। हजुरहरूलाई मेरो भिडियोहरू मनपर्छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला।